हेलो साथीहरू, म चाहिँ यो च्यानलमा तपाईहरुलाई गिटार कसरी बजाउने, गिटारको कर्ड्सहरु के हुन्छ, कतिवटा हुन्छ हैन, गिटारको लेसन चाहिँ प्रोभाइड गर्न गइरहेको छु है त। सो सबैजनाले यदि तपाईहरु गिटार बजाउनु बिगिनर्सहरु हुनुहुन्छ भने चाहिँ यो च्यानलमा स्वागत छ है त हजुरहरुलाई। सो सुरुमा चाहिँ गिटार बजाउँदाखेरि अथवा गिटार बजाउनु भर्खर चाहनुहुँदैछ भने हजुरहरुलाई कर्ड्सहरु जान्नु जरुरी छ। सो त्यसको लागि चाहिँ अब म चाहिँ तपाईहरुलाई गिटारको कर्ड्सहरु अब कतिवटा हुन्छ, अब आजै त म तपाईहरुलाई सबै कर्ड्सहरु त सिकाउनु सक्दिन हैन। सो मैले तपाईहरुलाई अब सिकाइहाल्दा पनि अलिकति तपाईहरुलाई पनि टाइम लाग्छ सिक्नुको लागि। सो त्यही भएको कारणले गर्दाखेरि म चाहिँ आज तपाईहरुलाई थोरै दुईटा तीनटा कर्डहरु सिकाउन गइरहेको छु है त। सो अब हाम्रो चाहिँ बेसिक अब गिटारको कर्डहरु चाहिँ ए मेजर, बी मेजरहरु हुन्छ हैन। ए बी सी डी हाम्रो ई एफ जी सम्म हुन्छ के हाम्रो सबै ए मेजर, बी मेजर, सी मेजर हुन्छ। सो त्यसको लागि चाहिँ अब तपाईहरुलाई गिटार लेसन सबै प्रोभाइड गर्न गइरहेको छु है त। सो यो चाहिँ तपाईहरुको बेसिकहरुको लागि चाहिँ हुन्छ। सो बेसिक हुनुहुन्छ, तपाईहरुलाई कर्ड्सहरु थाहा छैन, ए कर्ड, बी कर्ड कसरी बजाउने भने चाहिँ तपाईहरुलाई स्वागत छ है त। तपाईहरुको फ्रेड भन्छ यिनीहरुलाई चाहिँ हैन, यस्तो यो अब 1 2 3 1 फर्स्ट फ्रेड, सेकेन्ड फ्रेड, थर्ड फ्रेडहरु भन्छ। अनि अब यो भनेको चाहिँ स्ट्रिङहरु भइहाल्यो। हामीसँग स्ट्रिङ चाहिँ 6 स्ट्रिङ्स हुन्छ है त गिटारमा। सो अब सुरुमा ए कर्ड बजाउनको लागि चाहिँ यो हामी सेकेन्ड फ्रेडको सेकेन्ड स्ट्रिङ अनि थर्ड स्ट्रिङ, फोर्थ स्ट्रिङ हामी एउटै फ्रेडमा भनेको एउटै हाम्रो यहाँ हेर्नु चाहिँ हाम्रो एउटै सेकेन्ड फ्रेडमा, यो फर्स्ट फ्रेड भयो, यो सेकेन्ड फ्रेड भयो। हामी सेकेन्ड फ्रेडमा एउटै फ्रेडमा हाम्रो यो सेकेन्ड स्ट्रिङ, थर्ड स्ट्रिङ अनि फोर्थ स्ट्रिङमा चाहिँ यसरी लाइन लगाएर हामी यसरी राखिदिन्छौँ है त। अनि यसलाई चाहिँ हामी ए कर्ड भन्छौँ। अब यसरी तपाईले प्रेस गरेर यसरी बजाउनु भयो भने यो चाहिँ ए कर्ड हुन्छ है त। यो चाहिँ तपाईहरुको लागि ए कर्ड कसरी बजाउने भन्दाखेरि यसरी बजाइन्छ है त। सो अब ए कर्डलाई अर्को हामी यतापट्टि हाम्रो 1 2 3 4 5 फिफ्थ फ्रेडको यसरी पनि बजाइन्छ। यो चाहिँ अब अलिकति यो बार कर्डहरु लाउनु तपाईहरुलाई गाह्रो हुन्छ, त्यही भएर अहिलेको लागि चाहिँ मैले यो सिकाइन। तपाईहरुलाई बिगिनर्सहरु भएको कारणले गर्दाखेरि अहिले नै म तपाईहरुलाई यो भनेको सेकेन्ड फ्रेडको सेकेन्ड स्ट्रिङ, थर्ड स्ट्रिङ, फोर्थ स्ट्रिङमा यसरी युज गर्न सक्नुहुन्छ है त। तीनटा औँलाले बज्छ यो। यहाँ हेर्नुस्, यो मेरो एउटा औँला खाली छ अनि यो यति फर्स्ट सेकेन्ड फ्रेडको सेकेन्ड स्ट्रिङ, थर्ड स्ट्रिङ, फोर्थ स्ट्रिङमा यसरी राखेर बजाउन सक्नुहुन्छ। सो अब यो भयो ए कर्ड। अब बी कर्ड कसरी बजाउने भन्दाखेरि यही ए कर्डलाई यसरी प्लेस गर्नु ए कर्डमा अनि 1 स्टेप 2 स्टेप यता सारेर यो हाम्रो यो जुन यो फिङ्गर हुन्छ यसलाई चाहिँ यता यो सेकेन्ड फ्रेडको फर्स्ट स्ट्रिङमा यसरी प्रेस गर्दिनु है त। भनेको यो चाहिँ हाम्रो 1 2 3 फोर्थ फ्रेडको सेकेन्ड, थर्ड, फोर्थ स्ट्रिङ सेम हाम्रो ए मा जस्तो थियो त्यसलाई नै 1 स्टेप 2 स्टेप यता सार्दिनु। 2 स्टेप सारेपछि यो हाम्रो यो जुन यो फिङ्गर उब्रेको हुन्छ यसलाई चाहिँ यो सेकेन्ड फ्रेडको फर्स्ट स्ट्रिङमा यसरी प्रेस गरिदिएपछि हाम्रो बी कर्ड, यो चाहिँ बी कर्ड बज्यो है त तपाईहरुको लागि है। सिम्पल। यो चाहिँ मैले बिगिनर्सहरुको लागि सिकाएको है त। अब यसै गरी तपाईहरुलाई अब बी कर्ड पनि बजाउनु आयो। यो ए मेजर अनि 1 स्टेप 2 स्टेप यता सारेर यो फिङ्गरलाई यता प्रेस गर्दिनु सेकेन्ड फ्रेडको फर्स्ट स्ट्रिङमा अनि यो चाहिँ बी मेजर भनेर हामी बुझ्न सक्छौँ है त। सो यो चाहिँ रह्यो हाम्रो बी कर्ड, बी मेजर कर्ड भन्छ है त यसलाई। सो अब हामीले जान्यौँ ए कसरी बजाउने ए कर्ड अनि बी कर्ड कसरी बजाउने हामीले जानिसक्यौँ। सो अब ए अनि बी जानिसकेपछि हामीले
सी पनि जान्नुपर्छ है त। सो सी कर्ड चाहिँ हाम्रो बेसिकली यसरी बजाइन्छ, यस्तो हुन्छ। यो कान्छी औँला चाहिँ उब्रिन्छ है यतापट्टि। सो त्यसको लागि चाहिँ अब हामीले के गर्नु पर्यो भन्दाखेरि फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङ, हेर्नु चाहिँ फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङ, सेकेन्ड फ्रेटको फोर्थ स्ट्रिङ हैन, यो यसले सेकेन्ड फ्रेटको फोर्थ स्ट्रिङ, अनि यो हाम्रो रिङ फिङ्गर भन्छ, यो रिङ फिङ्गर चाहिँ थर्ड फ्रेटको फिफ्थ स्ट्रिङमा यसरी प्रेस गरिदिने, अनि यो भन्छ सी कर्ड। यो चाहिँ सी कर्ड भयो है त्यति बेला। कसरी प्लेस गरेको छ अरे फर्स्ट फ्रेटको, फ्रेट भनेको त बुझ्नु भयो नि हैन, फर्स्ट फ्रेट, सेकेन्ड फ्रेट, थर्ड, फोर्थ भन्दै बुझ्ने हैन। अब फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङमा यो पहिलो औँला यसरी सेकेन्ड स्ट्रिङमा राखिदिने, अनि त्यसपछि यो सेकेन्ड फ्रेटको फोर्थ स्ट्रिङमा राखिदिने, अनि यहाँ चाहिँ थर्ड फ्रेटको फिफ्थ स्ट्रिङमा राखेर यसरी बजाउन सक्नुभयो है त। यति सिम्पल छ। यो भनेको चाहिँ बेसिक लर्नरहरूको लागि हो, जो अब नयाँ हुनुहुन्छ हैन, नयाँ अब जस्तै गिटार सिक्ने भन्दै आउनुभएको छ, उनीहरूको लागि चाहिँ यो चाहिँ एकदम बेसिक गिटारको यो कर्ड्सहरू कसरी बजाउने, पछि अब जान्ने हुनुभएपछि त जसरी पनि आफ्नो भर्सटाइलिटी देखाउन सक्नुभयो। तर अहिलेको लागि चाहिँ बेसिक नलेज प्रोभाइड गर्दाखेरि चाहिँ तपाईँले ए बी अनि सी यो कर्ड हुन्छ तपाईँको। आज मैले तपाईँलाई ए कर्ड बजाउन सिकाएँ, बी कर्ड बजाउन सिकाएँ, अनि सी कर्ड पनि बजाउन सिकाएँ है त। सो अब तपाईँले यसलाई नै यो तपाईँ एबिसीहरू नै प्रोपर मजाले बजाउन सक्नुभयो भने यतिबाट पनि तपाईँको धेरैवटा गीतहरू गाउन सक्नुहुनेछ है त। सो आजको लागि चाहिँ भिडियो यतिसम्म नै थियो। मैले तपाईँहरूलाई आज सिम्पल ए मेजर अनि बी मेजर अनि सी मेजर बजाउन सिकाएको छु है त। सो हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। सो नेक्स्ट भिडियोमा चाहिँ हामी अरू फर्दर अरू नयाँ कर्डहरू सिक्नेछौँ है त। सो त्यसको लागि चाहिँ तपाईँले सब्सक्राइब गरेर राखिदिनुहोस् होला त्यो मेरो च्यानल। सो अनि बेल आइकन पनि बजाइदिनुहोस् होला। सो तपाईँहरू बिगिनरहरू हुनुहुन्छ भने चाहिँ हजुरहरूलाई एकदम वेलकम छ है त।